मुस्ताङमा लुकेको खरबौंको खजाना युरेनियमले नेपाललाई धनी बनाउला कि कङ्गो जस्तै बर्बाद? के नेपाल विश्व शक्तिहरूको नयाँ रणभूमि बन्दैछ? मुस्ताङको युरेनियमको सनसनीपूर्ण खुलासा। मोबाइलदेखि रकेटको इन्जिनसम्म, सुगर जाँच गर्ने मेसिनदेखि 10,000 किलोमिटर टाढा मार हान्ने मिसाइलसम्म, सबैको मुटुमा एउटै चिज छ, रेयर अर्थ मिनरल्स अर्थात् दुर्लभ खनिज। यो रेयर अर्थ भनिने खनिज के हो? किन यसले विश्व राजनीति हल्लाइरहेको छ? र सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपालले यसबाट के पाउन सक्छ र के गुमाउन सक्छ? के यो खनिजले नेपालको भाग्य बदल्न सक्छ? के मुस्ताङको लोमान्थाङमा लुकेको युरेनियम र दुर्लभ खनिजले हामीलाई कतार जस्तै धनी बनाउँछ वा कङ्गो जस्तै शक्ति राष्ट्रहरूको प्रोक्सी वार छद्म युद्धमा फसाउँछ? रेयर अर्थ र युरेनियम आधुनिक युगको नयाँ सुन हुन्। जसले यसलाई नियन्त्रण गर्छ उसैले संसार चलाउँछ। नेपालका लागि यी खनिजहरू देशलाई धनी बनाउने चिट्ठा पनि हुन सक्छन् वा विनाश निम्त्याउने बम पनि। आखिर के हो त यो दुर्लभ खनिज? सन् 1869 मा रुसी वैज्ञानिकले पेरियोडिक टेबल बनाएका थिए। त्यहाँ 15 वटा यस्ता तत्त्व छन् जसलाई ल्यान्थनाइट्स भनिन्छ र अरू 2 वटा थपेर कुल 17 वटा तत्त्वलाई रेयर अर्थ भनिन्छ। यी तत्त्वहरू आफैमा दुर्लभ भने होइनन्। पृथ्वीमा यी प्रशस्तै पाइन्छन्, तर यिनलाई उत्खनन गरेर शुद्ध बनाउनु निकै कठिन छ। 1 इन्चको स्टिलले 40 टन दबाव थाम्न सक्छ, तर यदि त्यसमा मोलिब्डेनम मिसाइयो भने त्यसले 136 टन सम्मको दबाव सजिलै झेल्न सक्छ। नियोडिमियम जस्ता तत्त्वले यति शक्तिशाली चुम्बक बनाउँछन् कि जसको सहाराले हावामा तैरिएर चल्ने म्याग्लेभ ट्रेन, हाइपरलुप सम्भव भएका छन्। ग्यालियम र जर्मेनियम बिना त सेमिकन्डक्टर चिप नै बन्न सक्दैन। सिधा अर्थमा भन्दा रेयर अर्थ बिना 21औं शताब्दीको प्रविधि अपाङ्ग छ। कुनै समय अमेरिका यसको राजा थियो, तर सन् 1990 को दशकमा अमेरिकाले वातावरण प्रदूषण हुने डर र सस्तो मजदुरको लोभमा आफ्नो प्रविधि चीनलाई सुम्पियो। चीनले त्यसको भरपूर फाइदा उठायो। आज विश्वको 90% भन्दा बढी रेयर अर्थ प्रशोधनमा चीनको एकलौटी कब्जा छ। चीनको यो शक्ति कति खतरनाक छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ कि एउटा अमेरिकी F-35 लडाकु विमान बनाउन 4 क्विन्टल भन्दा बढी रेयर अर्थ चाहिन्छ। एउटा परमाणु पानीमुनि चल्ने जहाज बनाउन 4 टन चाहिन्छ। यदि चीनले आज आपूर्ति बन्द गरिदियो भने अमेरिकी सेनाका अत्याधुनिक हतियारहरू कवाडीको रूपमा थुप्रोमा परिणत हुन सक्छन्। यही डरले गर्दा अमेरिकाले अहिले प्याक्स सिलिका नामको नयाँ रणनीतिक गठबन्धन बनाएको छ, जसमा अस्ट्रेलिया, जापान र भर्खरै भारत पनि सामेल भएको छ। अमेरिका अब बिउजिसकेको छ। फेब्रुअरी 2026 मा राष्ट्रपति ट्रम्पले रणनीतिक खनिजहरू भण्डारण र उत्पादन गर्न प्रोजेक्ट भल्ट नामक 12 अर्ब डलरको सार्वजनिक निजी साझेदारी घोषणा गरे। पेन्टागनले एमपी मेटेरियल्स कम्पनीमा $400 मिलियन लगानी गरी सरकारको सबैभन्दा ठूलो शेयर धनी बन्यो। के नेपाल पनि यो विश्वव्यापी युद्धको केन्द्र बन्दैछ? खानी तथा भूगर्भ विभागका अनुसार नेपालका 3 ठाउँमा युरेनियम र दुर्लभ खनिजको ठूलो सम्भावना छ। बैतडीको गोराङ, मकवानपुरको 3 भङ्गाले र सबैभन्दा महत्त्वपूर्ण मुस्ताङको लोमान्थाङ। मुस्ताङको लोमान्थाङमा 10 किलोमिटर लामो र 4 किलोमिटर चौडा क्षेत्रमा युरेनियम र अन्य खनिज रहेको अनुमान छ। यो क्षेत्र चीनको सिमानासँग जोडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड र क्यानाडाका खनिजमा आँखा गाडी रहँदा के पश्चिमा शक्तिहरूको नजरमा नेपालको यो हिमाली क्षेत्रमा छैन होला त? पक्कै छ। हामीलाई लाग्न सक्छ खनिज निकालौं र धनी बनौं, तर वास्तविकता निकै डर लाग्दो छ। 1 टन रेयर अर्थ निकाल्दा 2000 टन विषाक्त फोहोर निस्किन्छ। के हामी हाम्रो हिमाल र मुस्ताङको सुन्दरतालाई विषालु बनाउन तयार छौं? यस्तै भूराजनीतिक पासो। कङ्गोसँग संसारकै उत्कृष्ट खनिज छ, तर त्यही खनिजका कारण त्यहाँका जनता गरिबी र गृहयुद्धमा पिल्सिएका छन्। शक्ति राष्ट्रहरूले खनिज हत्याउन त्यहाँ सधैँ अस्थिरता पैदा गरिरहन्छन्। मुस्ताङमा उत्खनन सुरु हुनुको अर्थ चिनिया सीमामा विदेशी प्रविधि र सुरक्षाकर्मीको उपस्थिति पनि हो। यसले नेपाललाई अमेरिका र चीनको प्रत्यक्ष रणभूमि बनाउने जोखिम निम्त्याउँछ। रेयर अर्थ र युरेनियम आधुनिक युगको नयाँ सुन हुन्। जसले यसलाई नियन्त्रण गर्छ उसले संसार चलाउँछ। हामीले उत्खननको हतारो गर्नुभन्दा पहिले आफ्नो प्रविधि, बलियो राष्ट्रिय सुरक्षा नीति र वातावरणीय सन्तुलनको बारेमा सोच्न जरुरी छ।